नमस्ते सबैजनामा स्वागत छ। आज फेरि पनि तपाईहरुको माझमा उपस्थित भइसकेको छु नयाँ भिडियो लिएर। यस भिडियोमा गोरखापत्रमा समावेश गरिएको प्रश्नहरुको संगालो लिएर आएको छु। सुरु गरौँ आजको भिडियो पहिलो प्रश्नबाट। पहिलो प्रश्न यस प्रकार छ: भ्रष्टाचार अवधारणा सूचाङ्क 2025 अनुसार नेपाल कतिऔं स्थानमा रहेको छ? यसको उत्तर छ 109 र देशमा कयौं देशमा छ भने 182औं देशमा पर्छ। अनि ट्रान्सपरेन्सी नेपालले सन् 2026 फरवरी 10 मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचाङ्क 2025 मा नेपालले यो वर्ष चाहिँ 34 अङ्क प्राप्त गरेको, तर गत वर्ष चाहिँ 34औं अङ्क नै प्राप्त गरेको थियो। अनि गत वर्षको तुलनामा अङ्क समान भए पनि नेपाल बर्यात भने खसिएको छ। गत वर्ष 107औं स्थानमा थियो अनि 180औं देशौंमा पर्थ्यो भने अनि नेपाल यस वर्ष चाहिँ 109औं स्थानमा रहेछ अनि 182औं देशमा रहेको छ। यसरी बुझ्नुपर्छ साथीहरु। यो दुईटा पोइन्टहरु नोट गरेर राख्नु होला। यो एक्जामको दृष्टिले सोध्न सक्छ हैन, घुमाइ फिराएर पनि सोध्न सक्छ। गत वर्ष कतिमा थियो, गत वर्ष भनेको अङ्क चाहिँ 34 सेम रहेछ अनि स्थान चाहिँ के भएको छ, बढेको छ भनेको 182 देशमा पुगेको छ। त्यसैगरी अर्को प्रश्न छ हाम्रो 2 नम्बरमा, सरकारले जंगली रातो बाँदरलाई पुनः कृषि हानिकारक वन्यजन्तु घोषणा कहिले गरेको हो? यो चाहिँ यसको सही उत्तर छ विक्रम सम्वत 2082 माघ 29 गते। सरकारले 1 वर्षसम्म लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो। अनि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावलीले 2030 ले दिएको अधिकार प्रयोग गरी जंगली रातो बाँदरको किसानको खेतीबारीमा आई बालीनाली वा जनधनको हानि नोक्सानी पुर्याएमा किसान एक्लै वा सामूहिक रूपमा त्यस्ता बाँदरलाई धपाउन, लखेट्न वा पक्रन सक्नेछ भनेको प्रावधान ल्याएको छ यो। त्यसरी अर्को प्रश्न छ हाम्रो 3 नम्बरको छ, राष्ट्रिय प्रकृति स्रोत तथा वित्त आयोगले विक्रम सम्वत 2082 माघ 29 मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार कार्य सम्पादन मूल्याङ्कनमा पहिलो स्थानमा रहन सफल भएको प्रदेश कुन हो? सबभन्दा पहिलो स्थानमा रहेछ सुदूरपश्चिम, थाहै छ तपाईहरुलाई। यो पढेर राख्नु पनि भएको होला साथ हैन। अनि 2000 अंश ल्याएको छ 45.70 अंक। अनि प्रदेश र स्थानीय तहको कार्य सम्पादन मूल्याङ्कन कार्यविधि अनुसार कुनै पनि प्रदेशले 50% अंक कटाउन सकेको छैन। यसरी बुझ्नुपर्छ। कति अंक कटाउन सकेको छैन? 50 अंक कटाउन सकेको छैन। अनि मूल्याङ्कनको आगामी आर्थिक वर्ष 2083-84 को बजेटमा वित्तीय समानीकरण अनुदान सिफारिस गर्दा लिने आधार मध्ये एक आधारका रूपमा पनि प्रयोग हुनेछ यो पनि यो आधार लिन सक्न सकेछ आर्थिक वर्ष 83-84 मा। साथी यो पनि बुझ्नुपर्छ, एकदम इम्पोर्टेन्ट कुरा हो हैन। अनि त्यसपछि दोस्रो त पहिलो त भइहाल्यो सुदूरपश्चिम, अनि दोस्रो चाहिँ हाम्रो को हो भने हो कोशी प्रदेश हो जुन 44.29 अंक ल्याएको हो। त्यसपछि तेस्रो चाहिँ हाम्रो बागमती प्रदेश हो जुन 42.46 अंक ल्याएको हो। अनि सबभन्दा कम ल्याउने हो मध्य प्रदेश। कुन हो? मध्य प्रदेश। कति छ? 27.28 27.28 यसरी पनि याद गरेर बुझ्न सकिन्छ, याद गर्न सजिलो हुन्छ यसो। अनि सबभन्दा पहिलो सुदूरपश्चिम, दोस्रो कोशी, तेस्रो बागमती अनि सबभन्दा अन्तिम भनेको कुन प्रदेश? मध्य प्रदेश। यसरी बुझ्नु होला। यसरी नेक्स्ट प्रश्न छ हाम्रो, अमेरिका र रुस बीचको आणविक हतियार नियन्त्रण सम्झौताको अवधि कहिले सकिएको हो? यसको सही उत्तर छ 2026 सन् 2026 फरवरी 5 मा सकिएको साथीहरु। अनि सम्झौता समाप्ति नयाँ अनियन्त्रित आणविक दौडको जोखिम बढाउन सक्ने विज्ञहरूले आशंका व्यक्त गरेका छन्। रुसको राष्ट्रपति पुटिनले के सम्झौता गरेका छ भने विस्तार गर्न तयार रहेको जनाइएको छ। अनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक हतियारमा सीमा राख्ने र चीनलाई वार्तामा समावेश गर्न योजना बनाए चाहेको संकेत रहेको छ। एकदम इम्पोर्टेन्ट छ, यो अलि बुझ्नु पर्ने कुरा हो यो। त्यसैले अर्को प्रश्न छ हाम्रो, आईसीसी T20 विश्वकप 2026 को 10औं संस्करणको आयोजना मिति कुन हो? 2026 फरवरी 7 देखि 8। अनि आयोजक भारत र श्रीलङ्का, सहभागी राष्ट्र 20 हो भने T20 विश्वकप नेपाल तेस्रो पटक कहिले गएको थियो? 2024 मा, त्यसपछि 2024 अनि 2026 मा सहभागी भएको हो। जुन अहिले भइरहेछ आईसीसी T20 विश्वकप के रे यो इम्पोर्टेन्ट छ साथीहरु, एकदम नोट गर्नुपर्ने कुरा हो। अनि त्यसपछि हाम्रो नेक्स्ट प्रश्न छ हाम्रो, नेपाल राष्ट्र बैंकको अनुसार आर्थिक वर्ष 2082-83 को पहिलो 6 महिनामा नेपालबाट कति रेमिटान्स बाहिरिएको छ? अनि 6 अर्ब 98 करोड 26 लाख रुपैयाँ। अनि गत आर्थिक वर्षमा पहिलो 6 महिनामा नेपालबाट 4 अर्ब 57 करोड 38 लाख रुपैयाँ रेमिटान्स बाहिरिएको थियो। अनि
सो तुलनामा यो वर्ष नेपालबाट बाहिरिने रेमिट्यान्स भनेको 52.66% वृद्धि भएको छ। अनि श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागको तथ्याङ्क अनुसार हालसम्म 22,439 जना विदेशी कामदारले श्रम इजाजत लिएको छ। यो कतिजना हो? 22,439 जना विदेशी कामदारले श्रम इजाजत लिएको छ। यो पनि नोट गर्नुपर्ने कुरा हो। अनि तुलनात्मक रूपमा नेपालबाट बाहिरिने रेमिट्यान्स भनेको यति हो हैन। अनि अहिले जुन रेमिट्यान्स बाहिरिएको छ जम्मा 6 अर्ब 98 करोड अनि 26 लाख रुपैयाँ। एकदम इम्पोर्टेन्ट कुरा हो, यो नोट गर्नु होला साथीहरु। त्यसरी अर्को हाम्रो छ दक्षिण एसियाली राष्ट्र बंगलादेशमा हालै सम्पन्न निर्वाचनमा 2/3 बहुमत ल्याउन सफल पार्टी कुन हो? बंगलादेशको नेशनलिस्ट पार्टी BANP हो भने BNP ले कुल 279 भनेको 300 सिट मध्येमा 1 सिटमा चुनाव स्थगित भयो जम्मा हैन। त्यसपछि सिट मध्येमा 209 सिट जितेर स्पष्ट बहुमत प्राप्त गरेका छ। जम्मा 279 थियो अनि एउटामा के भयो भने एक सिटमा चुनाव स्थगित गरियो। अनि त्यसपछि कति बच्यो उदा हो 298 सिटमा 300 सिट मध्ये हैन, कुल सिटमा यति थियो अनि 300 सिट मध्येमा एक सिटमा चुनाव भयो भने 279 बच्यो। अनि 279 मा जम्मा कति ल्यायो? 209 ल्यायो। अनि कति सिट हार्यो भने हो त्यो पनि सोध्न सक्छ कहिले उल्था गरेर। अनि यसैसँग 15 वर्षपछि पुनः यो पार्टी सत्तामा फर्किन सफल भएको हो। पहिले 15 वर्ष पहिले पछाडी थियो, अहिले चाहिँ 15 वर्ष पछि चाहिँ के भयो? पुनः स्थापित भएको हो। कुन कति वर्षपछि फेरि स्थापित भयो भने यो पनि सोध्न सक्छ कहिलेकाहीँ। अनि फर्किए सफल भएको छ यो पार्टी है। यो पार्टी बंगलादेशको नेशनलिस्ट पार्टी यानीको BNP कति वर्षपछि फर्कियो? 15 वर्षपछि। यो पनि कहिलेकाहीँ सोध्न सक्छ, यो पनि नोट गर्नु होला साथीहरु। कति सिट ल्यायो भने यो पनि सोध्न सक्छ। अनि यो एकदम इम्पोर्टेन्ट हो। अनि निर्वाचन सम्पन्न मिति कहिले भयो? 2026 फेब्रुअरी 12 मा। कहिले? फेब्रुअरी 12 2026 फेब्रुअरी 12 मा यो सम्पन्न भएको छ। यसरी पनि बुझ्न सकिन्छ साथीहरु, नोट बनाउनु होला। ल त्यसरी नेक्स्ट प्रश्न छ हाम्रो सनकी राजा भनी श्री 5 सुरेन्द्रलाई चिनिन्छ भने अयोग राजा भने कसलाई चिनिन्छ? हो श्री 5 राजेन्द्रलाई। कसलाई भनिन्छ? श्री 5 राजेन्द्रलाई। त्यसरी 9 नम्बर प्रश्न छ करिब 1500 वर्ष पुरानो अर्धवृत्ताकार बुद्ध मन्दिर कहाँ फेला परेको छ? एकदम भर्खरै फेला परेको छ। यो 82 मा माघमा फेला परेको छ। कहिले? माघमा 2082 माघमा फेला परेको छ। यो चाहिँ हो तिलोराकोट कपिलवस्तुमा। कपिलवस्तुको तिलोराकोटमा फेला परेको छ। कहिले? विक्रम सम्वत 2082 माघमा। नोट गर्नु होला साथीहरु। अनि कपिलवस्तुको शहरको तिलोराकोटमा यो शहरमा यो अद्वितीय मन्दिर भनेको खोजले यस क्षेत्रको बौद्ध सम्पदाको समृद्ध तथा दक्षिण एसियाको प्राचीन बौद्ध तीर्थमार्गमा यसको महत्त्वलाई थप पुष्टि गर्ने छ भनेर प्रुभ भएको छ यो। अनि यस 100 बिघाको क्षेत्रफलको ओगटेको तिलोराकोटको हाल करिब 34 बिघा क्षेत्रमा मात्र उत्खनन भइरहेको छ। जम्मा चाहिँ 100 बिघाको क्षेत्रफल ओगटेको तिलोराकोट। अनि त्यसमा कति उत्खनन भएको छ? 34 बिघामा उत्खनन भइसकेको छ भने कति उत्खनन भयो त्यो पनि सोध्न सक्छ। कति बिघामा? 100 बिघामा। एकदम इम्पोर्टेन्ट छ, अन्डरलाइन गरेर यसलाई। म PDF चाहिन्छ भने यसको PDF पनि उपलब्ध गराइदिन्छु साथीहरु। कमेन्ट गर्नु होला जसलाई चाहिएको छ थप तयारीको लागि। त्यसगरी यसरी नोट बनाएर पढ्नु होला। त्यसरी नेक्स्ट प्रश्न छ हाम्रो फ्रान्सको राज्यक्रान्तिपछि त्यहाँका शासक सत्ता कसले सम्हालेका थिए? नेपोलियन बोनापार्टले। त्यसपछि नेपालको तराई, भाबर, जुन, भित्री मधेस, टार आदिमा कुन प्रकारको हावापानी पाइन्छ? उष्ण मनसुनी हावापानी पाइन्छ। उष्ण मनसुनी। अनि एकदम इम्पोर्टेन्ट छ यो। त्यसपछि 12 नम्बर प्रश्न छ पञ्चमहाभूत भन्नाले केलाई चाहिँ बुझाउँछ? अनि के पाइन्छ? के जनाउँछ? एउटा पृथ्वी भइहाल्यो, जल, पानी, तेज, वायु र प्रकाश हो। जम्मा 1 2 3 4 5 पञ्च भनेको 5 वटा भयो, 5 वटा तत्व बुझाइन्छ हैन। पृथ्वी, जल, तेज, वायु र आकाश। क्लियर भयो? नेक्स्ट प्रश्न छ हाम्रो नेपालमा पहिलो पटक सालक सम्बन्धी सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो? यो चाहिँ विक्रम सम्वत 82 माघ 26 माडी चितवन हो। चितवनको माडीमा सम्पन्न भएको त बागमती प्रदेश सरकारले वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिभिजन वन कार्यालयको संयोजनमा सम्मेलन आयोजना भएको हो। अनि सम्मेलनमा राष्ट्रिय निकुञ्ज तथा विभिन्न संरक्षण सम्बन्धी सङ्घ संस्थाको प्रतिनिधित्व तथा विज्ञ सहितको 200 भन्दा बढीको सहभागिता रहेको थियो।
यो पनि इम्पोर्टेन्ट छ। कतिजना सहभागी भयो 200 जना, अनि को कुन कुन सङ्घ संस्था आबद्ध थियो पनि सोध्न सक्छ। यो निकुञ्ज भयो, संरक्षण सम्बन्धी सङ्घ संस्था भयो, प्रतिनिधि तथा विज्ञ सहितको 200 भन्दा बढी सहभागिता भएको थियो। कहाँ भएको थियो यो पनि सोध्न सक्छ, कहिले भयो यो पनि सोध्न सक्छ। नोट बनाउनु होला साथीहरू। त्यसपछि छ 14 नम्बरको, सरकारले कुन प्रदेशलाई क्षयरोग मुक्त नेपाल अभियानको सुरुवात गरेको हो कर्णाली प्रदेश। त्यसपछि नेपालमा बाल अदालत कहिलेदेखि सञ्चालन भएको हो? 2082 वैशाख 2 गतेदेखि बाल अदालत, बाल बालिकाका लागि अदालत। नेपालमा उपभोक्ता अदालतको स्थापना कहिले भयो? यो पनि इम्पोर्टेन्ट छ। यो 2081 चैत 2 गते इम्पोर्टेन्ट छ। नेक्स्ट प्रश्न छ हाम्रो, एसियाली विकास बैंकको दक्षिण एसिया विभागको महानिर्देशकमा नियुक्ति हुने नेपालीको हुन् अर्थशास्त्री सोहना श्रेष्ठ। इम्पोर्टेन्ट, दम इम्पोर्टेन्ट, भिभिआई छ यो। अनि नियुक्ति मिति 82 माघ 29 गते सन् 2026 फेब्रुअरी 12। कहिलेकाहीँ नेपाली डेट पनि सक्छ, विक्रमसम्म सोध्न सक्छ, कहिले सन भन्न सक्छ, अङ्ग्रेजी डेट इम्पोर्टेन्ट छ, एकदम नोट बनाउनु होला। अनि यसमा नेपाल, भारत, भुटान, बङ्गलादेश र मालदिप्स र श्रीलङ्का हेर्ने गरी उहाँलाई नियुक्ति गरिएको हो। भनेको सार्क राष्ट्रकै भित्र देशहरू हेर्ने गरी यो एसियाली विकास बैङ्कको हैन दक्षिण एसियाली विभागका महानिर्देशकमा उहाँलाई चुनिएको। कसलाई? अर्थशास्त्री सोहना श्रेष्ठ। सोहना श्रेष्ठ, अर्थशास्त्री सोहना श्रेष्ठ उहाँलाई नियुक्ति गरिएको हो। र उहाँले यी मुलुकमा एडीबी को रणनीति र सञ्चालनको नेतृत्व गर्नुहुनेछ। अनि 2023 वर्षदेखि नै एडीबीमा आबद्ध श्रेष्ठ यसअघि सोही विभागमा उप महानिर्देशक हुनुहुन्थ्यो। भनेको अर्थ के हो भने यही विभागमा पहिले पनि काम गरेको हो, तर कहिलेदेखि काम गरेको? 23 वर्ष भइसक्यो उहाँको काम गरेको अनुभव। अनि एडीबीमा आबद्ध श्रेष्ठ अघि यही विभागमा काम गरेको हुनाले उहाँलाई यो पद दिएको। कुन पद? अर्थशास्त्री सोहना श्रेष्ठलाई एसियाली विकास बैङ्क दक्षिणी विभागको महानिर्देशक। पहिले उप महानिर्देशक हुनुहुन्थ्यो, अब महानिर्देशक हुनुभयो। नेक्स्ट प्रश्न 18 नम्बर, विश्वमा सहकारीको विकास कुन देशबाट भएको हो? बेलायतबाट। त्यसपछि 7औं संस्करणको झापा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो? हो हैन, मछिन्द्र फुटबल क्लबले। कसले जित्यो? मछिन्द्र फुटबल क्लबले। उपविजेता भनेको एफईएफ हो, एफईएफ क्लब हो भने। अनि कहिले भयो? 82 फागुन 4 गतेमा सम्पन्न फाइनल प्रतियोगितामा मछिन्द्रले 3-1 गोलले अन्तरले एफईएफलाई हराएको थियो। थ्याङ्क यू साथीहरू।